दुई घन्टा भइसक्यो आग लागि भएको यो घरमा इटरी फ्याक्ट्री चोकमा माथि छतमा 10जना व्यक्ति हुनुहुन्छ। अहिलेसम्म उहाँको उद्धार भइरहेको छैन। यो नेपाल सरकारको कमजोरी भन्नु या हाम्रो यहाँ इटरी महानगरपालिका कमजोरी, इटरी महानगरपालिका कमजोरी छ नि, धेरै कमजोरी छ। मगाइदिनुपर्छ, हेलिकप्टर मगाएर उद्धार गर्नुपर्छ। अहिलेसम्म 7वटा दमकल आइसक्यो। 7वटा दमकलले डबल पानी फ्याँक्दा पनि अहिलेसम्म नियन्त्रण भएको छैन पानी है। आगो एकदम भित्र एकदम आगो यहाँ लागिरहेको छ। डोडी यहाँ आर्मीको टिम पनि आइसकेको छ। त्यसै गरी पुलिसहरू नगर प्रहरी सबैजना आइसक्नु भएको छ। तर डोडी फ्याँक्दै हुन्छ माथि। डोडीबाट मान्छेलाई नियन्त्रण लिने कोसिस गर्नु भएको छ। तर 2 घन्टा भइसक्यो अहिलेसम्म कोसिस जारी भएको छैन। दमकल मात्रै आएर के गर्नु खोइ। पहिला मान्छेलाई नियन्त्रण लिनु नि माथि। मान्छे छ माथि उहाँ छतमा अनि हेलिकप्टर मगाउनु। 2 घन्टासम्म पनि एउटा हेलिकप्टर अहिलेसम्म आएको छैन। इटडीको दमकल, धरान, त्यसै गरी परा क्षेत्र, झुम्का, इनरुवा, दुबी सबै ठाउँदेखि आइसक्यो दमकल। अहिलेसम्म आगो चाहिँ नियन्त्रण भएको छैन। 2 घन्टा भइसक्यो। तपाईँ यहाँ देख्न सक्नुहुन्छ माहौल एकदम तनावग्रस्त छ। एकदम तनावग्रस्त छ। यसमा यो कसलाई दोष दिनुहुन्छ तपाईँहरूले? सरकारको कमजोरी हो। अहिलेसम्म 2 घन्टा भइसक्दा पनि त्यो माथि छतमा भएको 10जना मान्छेलाई उद्धार गर्न सकेको छैन। नेपालमा यत्रो हेलिकप्टर छ, हेलिकप्टर बोलाउनु होइन। यसमा इटडी महानगरपालिकाको पनि एकदम कमजोरी छ। इटडीको ठाउँ मेन चोकमा, यो मेन चोक हेर्नु तपाईँ, मेन चोकमा नगरपालिका हेर्नु नजिकै छ। त्यो ठाउँमा आग लागि हुँदाखेरि पनि नियन्त्रण गर्न सकिरहेको छैन। दमकल हेर्नु, दमकल यहाँ 8वटा दमकल छ, 8वटा दमकल। तर अहिलेसम्म पनि 25% पनि आगोको नियन्त्रण भएको छैन। अहिलेसम्म निभेको छैन। मान्छे निकाल्ने कोसिस जारी छ त्यहाँ। नेपालमा एउटा गतिलो डोरी पनि खोइ रहेनछ। डोरी पनि के हो त्यो? अलिक गतिलो डोरी ल्याएर गतिलो डोरी भएन हो यहाँ। अब डोरी पनि गतिलो छैन। जाने कोसिस गरेछ यहाँ चाहिँ। अहिलेसम्म एउटा नेपालमा एउटा गतिलो डोरी पनि रहेनछ होइन। हेर्न सक्नुहुन्छ तपाईँहरू। अहिलेसम्म 2 घन्टा भइसक्दा पनि त्यहाँ माथि रहेको व्यक्तिहरूलाई नियन्त्रण लिन सकिरहेको छैन। 10जना माथि। हजुर 10जना मान्छे। चाहिँ बिहान ठ्याक्क यो 9:30 हो आग लागि भएको। अहिलेसम्म पनि नियन्त्रण भएको छैन।
अगाडि हो 10 जना मान्छे फसेछ हेर्दै यहाँ 10 जना मान्छे उहाँ निस्किया चाहिँ ल अब आयो फेरि दड्क्यो आगो दड्क्यो ल हाम्रो यहाँ सशस्त्र प्रहरी बलका जवान माथि जाँदै हुनुहुन्छ त्यहाँ 10-12 जना व्यक्ति चाहिँ फस्नु भएको छ उहाँलाई चाहिँ नियन्त्रण लिनको लागि अहिलेसम्म 2 घन्टा बितिसक्दा पनि अहिलेसम्म नियन्त्रण भएको छैन 2 घन्टा भइसक्यो आग लागेको बेसी भइसक्यो 2 घन्टा भइसक्यो ल हेर्नुहोस् यहाँ आग लागि ओहो झन् दन्क्यो आगो हो 8वटा दमकल आइसक्यो 8वटा दमकलले पनि अहिलेसम्म 5% पनि काम गरिरहेको छैन 5% पनि काम गरिरहेको छैन अहिलेसम्म ल झन् ठुलो दन्क्यो आगो ओहो ल अन्तिम अवस्थामा भइसक्यो पानी ल्याउँछ होइन नेपालको यो दमकलको कामै भएन पानी ल्याउँछ खालि यो बाहिर त्यो झ्यालतिर फ्याँक्छ जमिनमा फ्याँक्छ फेरि फ्याँक्छ यो अलिक खै कमसे कम 2 घन्टासम्म त्यहाँ बस्नुभएका होइन व्यक्तिहरूलाई उद्धार गर्नुपर्ने होइन नेपाल सरकारले के हेरिरहेको छ यहाँ इटडीको महानगर प्रमुखले के हेरिरहेको छ एउटा हेलिकप्टर बोलाएर त्यो त्यहाँ बस्नुभएका व्यक्तिहरूलाई उद्धार गर्नुपर्ने यो ठाउँमा कुनै एउटा नेता भइदिएको भए 5 मिनटमा होइन सक्सेस हुन्थ्यो तर बिचरा सिधा साधारण व्यक्तिले यहाँ दुःख पाइरहेको छ देशमा बिचरा ब्याग माथि फसेको व्यक्तिलाई पनि ब्यागको यति धेरै माया लागिरहेको ल झन् ठुलो दन्क्यो त आएको त दमकल छ 8वटा दमकल छ 8वटा दमकलले पनि केही गर्न सकेको छैन अहिलेसम्म झन् ठुलो दन्क्यो आगो हो हाम्रो सशस्त्र प्रहरी जवानमा जानुभएको छ उद्धार गर्नको लागि होइन तपाईँ देख्न सक्नुहुन्छ माथि उहाँले कोसिस चाहिँ एकदम गर्नुभएको छ बिचरा उहाँ पनि जलतलमा फस्नु भएको छ बिचमै अड्किनु भएको छ एउटा हेलिकप्टर छैन हाम्रो देशमा यो ठाउँमा केपी चोर भइदिएको भए प्रचण्ड भइदिएको भए शेरबहादुर देउवा भइदिएको भए 5 मिनटमा हेलिकप्टर आउँथ्यो होला कि तर यहाँ गरिब निम्बुखा जनताले दुःख पाइरहेको छन् माथि छतमा हेर्नु यहाँ आगो लागि भइरहेको छ दमकल आइरहेको छ बाहिरबाट पानी फालिरहेको छ भित्र एकदम ठुलो आग लागि भइरहेको छ कसरी हुन्छ नियन्त्रण हुँदैन नि झन् तन्की आगो झन् ठुलो भइरहेको छ झन् ठुलो भयो झन् ठुलो तन्किरहेको छ पानी फ्याँकिरहेको छ भित्तामा अनि हुन्छ नि अलि पानी नै त्यहाँभित्र त्यहाँ छिसिरहेको छ 8वटा दमकलले पनि 5% पनि आगोलाई नियन्त्रण गर्न सकिरहेको छ एकछिन अब 5 मिनट फ्याँक्छ पानी सकिन्छ दमकल पनि मान्छे लिएर आएको थियो कत्तले गरे पातले होला कत्तले गरे छतले गोला गरे नेपालमा यति सानो यो छतले घरको आगो त निभाउन सकिरहेको छैन झन् 10-12 तले भइदिएको के हुन्छ त्यहाँबाट पाइप माग्दैछ यता कसैले एकदम तपाईँले देख्न सक्नुहुन्छ एकदम आगो अहिलेसम्म नियन्त्रण भइरहेको छैन है धेरै टाइम भइसक्यो एकदम आग लागि अनि उहाँ मान्छे माथि फस्नु भएको छ हाम्रो सशस्त्र बलका जवान पनि माथि जानुभएको छ उहाँलाई चाहिँ नियन्त्रण गर्नको लागि उहाँ गइसक्नुभएको लगभग 5-6 मिनट भइसकेको छ उहाँले कोसिस एकदम गर्नुभएको छ कोसिस जारी छ
दमकलहरू तपाईँहरूको इटडीको पनि कति थियो दमकल 3-4वटा इटडीको दमकल, त्यसै गरी दुर्बीको दमकल पनि आइसकेको छ, धरानदेखि पनि आइसकेको छ, झुम्कादेखि पनि आइसकेको छ, बराक क्षेत्रदेखि पनि आइसकेको छ, इनौरादेखि पनि आइसकेको छ। अहिलेसम्म आगोको नियन्त्रण भइरहेको छैन। दमकलले पानी एकदम कोसिस गरिरहेको छ, पानी तर बाहिर मात्रै फ्याँकिरहेको छ, भित्र चाहिँ पानी गइरहेको छैन। भित्र चाहिँ एकदम ठुलो आग लागि भइरहेको छ। जब जुन मेन ठाउँमा चाहिँ पानी पुगिरहेको छैन, मेन ठाउँमा पानी पुग्यो भने चाहिँ बल्ल आगोको नियन्त्रण हुन्छ होला सायद। फेरि अब एकछिन पानी फ्याँक्छ, कम हुन्छ, फेरि अब यहाँ दन्किन सुरु भइसक्यो। एकदमै इटडी तनावग्रस्तमा पुगिसकेको छ। यहाँ सशस्त्र बलका जवानहरू, त्यसै गरी आर्मीका जवानहरू, पुलिसका जवानहरू, पुलिसहरू सबैजना यहाँ आउनुभएको छ। एकदम यहाँ भिड, ठुलो भिड छ यहाँ। यो ठाउँमा कुनै एउटा नेता भइदिएको भए त 5 मिनटमा उद्धार भइसक्थ्यो होला, तर यहाँ 2-2 घन्टा बितिसक्दा पनि त्यो माथि छतमा हुनुभएका एकदम काम गर्ने मजदुरलाई अहिलेसम्म नियन्त्रण गर्न सकिरहेको छैन। यो देश भनेको होइन मजदुरको देश होइन, खालि यो देश लुट्ने होइन, एकदम भ्रष्टाचार गर्नेहरूको मात्रै देश रहेछ एकदम होइन। हाम्रो यहाँ काम गर्ने चाहिँ कामदारहरू 10-12जना चाहिँ बस्नु भएको छ माथि छतमा। लगभग 2 घन्टा भइसक्यो, बेसी भइसक्यो। अहिलेसम्म एकजनालाई पनि निकाल्न सकिरहेको छैन, अहिलेसम्म नियन्त्रण गर्न सकिरहेको छैन। आजै फायर ल्याएर आएको फेरि आगो बल्न सुरु भइसक्यो। त्यो दमकल आउँछ, खालि पानी फ्याल्छ, बाहिर मात्र फ्याल्छ, भित्तामा फ्याल्छ, तल पानी झर्छ, बा त्यति हो। भित्र मेन ठाउँमा पानी चाहिँ पुगिरहेको छैन अहिलेसम्म। आग लागि कहाँदेखि भइरहेको छ, त्यहाँ पानी फ्याल्नुपर्ने पाइप, लामो पाइप लगेर होइन, हेलिकप्टरदेखि पानी फ्याँक्नुपर्ने। अब यहाँदेखि पानी फ्याँक्यो, खालि त्यो भित्तामा फ्याँक्छ, पानी सकिन्छ, भित्र चाहिँ अब त्यो आगो चाहिँ निप्दैन। कसरी हुन्छ? भित्तामा पानी फ्याँकिरहेको छ, कसरी अनि त्यो ठाउँसम्म पानी पुग्छ? बिल्डिङ ठुलो छ, अगाडिको साइडमा पानीलाई आगो त्यहाँ लागिरहेको होला होइन। भित्तामा हेर्नु न, भित्तामा पानी फ्याँकिरहेको छ साथीहरू, तपाईँ हेर्न सक्नुहुन्छ। त्यसैले भित्तामा पानी फ्याँकेपछि कसरी आगोको त्यहाँ नियन्त्रण हुन्छ? विराटनगरदेखि पनि आयो, हेर्न सक्नुहुन्छ तपाईँहरू। विराटनगर बल्ल सिडीवाला आएछ त। सिडी त यहाँ पनि छ सबैमा। विराटनगरदेखि आयो, विराटनगर 9वटा दमकल छ यहाँ। 9वटा दमकलले अहिलेसम्म 5% पनि आगो चाहिँ नियन्त्रण गर्न सकिरहेको छ। जुन दमकल आए पनि खालि बाहिर मात्रै पानी फ्याँकिरहेको छ, भित्तामा भित्र ठाउँमा पानी पुगिरहेको छैन। कसरी आगो चाहिँ नियन्त्रण हुन्छ? माथि छतमा मान्छे 10-12जना मान्छेमा फसिरहेको छ। सक्यो, अब भित्तामा फ्याँक्यो, सक्यो पानी, त्यही यति हो।
यही हो पानी, यति हो हेर्नु तपाईँ देख्न सक्नुहुन्छ। जति दमकल आए पनि आयो, भित्तामा पानी फ्याँके सक्यो, भित्तामा फ्याँके सक्यो। नेपाल पुलिसको यसले चाहिँ हान्छ है म कुनै पनि दमकलको यहाँ ल्याउन लागेर अब नेपाल पुलिसको दमकल आइरहेको छ। नेपाल पुलिसको दमकल मान्छेलाई हान्नु पर्यो। आठवटा दमकल, त्यसै गरी यहाँ नेपाल पुलिसको दमकल आइसकेको छ। अब नेपाल पुलिसको दमकलले केही गर्छ कि भन्ने एउटा आशा छ। यतातिर पनि यहाँ गोडी माथि फ्याँकेर जवानहरूले त्यहाँ गोडी मान्छे निकाले छैन नि त। यहाँ 20 ठाउँदेखि हान्दैछ गोडी पानी फेरि। त्यहाँबाट हान्छ छैन? बिजडीको दमकल, त्यसै गरी विराटनगरदेखिको दमकल, त्यसै गरी उनीरुवा, झुम्टा, डुबी, धरान कुनै पनि दमकलले आगो निभाउन सकिरहेको छैन। अब चाहिँ नेपाल पुलिसको दमकल आइरहेको छ। त्यो आशा छ, त्यो भरोसा छ, त्यो दमकलबाट केही आगो चाहिँ नियन्त्रण हुन्छ भन्ने। यतातिर पनि माथि तो सेतोको फोन हुन्छ क्या पानी जति पनि फ्याँकिरहेको छ, यो साटो मात्रै फ्याँकिरहेको छ कि आगो अब बाहिर खाएकै छैन, भित्र गएकै छैन। भित्र पानी गएकै छैन। होइन ऊ त्यो त जोड्न दिनुपर्छ क्या, त्यो जोडेकै छैन। त्यसलाई तान्न त्यो यहाँ यिनीहरूले कस्तो गरेको छैन क्या। त्यसले हावा हानिरहेको ड्रोन चाहिँ हुनुपर्ने क्या। कोसी पर्दै जतिको सबै दम आइसक्यो होइन। दमकल अहिलेसम्म आगो चाहिँ 5% पनि नियन्त्रण भएको छैन। 8वटा 9वटा आइसक्यो। मान्छे भित्र छैन, एकजना पनि मान्छे अहिलेसम्म
नियन्त्रण गर्न सकिरहेको छैन, एकजना पनि भइसक्यो। 2 घन्टा भइसक्यो। अब इधर पछाडि गयो तपाईँ उता गएर क्या बल्ल त्यहाँ कोसिस ल कोसिस गाडी छ आर्मीहरू छिटै रहेछ आर्मी पुलिसहरू सबै माथि छ बल्ल एकजना व्यक्ति चाहिँ निस्किँदै हुनुहुन्छ। सशस्त्र प्रहरीका जवान जानुपर्छ माथि मलाई उद्धार गर्नको लागि। एकजना व्यक्ति बल्ल फेरि आगो तन्किरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। फेरि आगो तन्कि जति दमकल आए पनि दमकलले खालि भित्तामा मात्रै पानी फ्याँकिरहेको छ, बाहिर बाहिर मात्र पानी फ्याँकिरहेको छ। भित्र मेन ठाउँमा पानी नै पुगिरहेको छैन अहिलेसम्म। 8वटा दमकल आइसकेको छ, त्यसरी नेपाल पुलिसको दमकल पनि आइसकेको छ। अहिलेसम्म 5% पनि आगो नियन्त्रण भइरहेको छ। 2 घन्टा भइसक्यो, मान्छे पनि माथि बल्ल 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 एकजना मान्छे चाहिँ भर्खर तल निकाल्दै हुनुहुन्छ। नेपालको हालत त्यो ठाउँमा कुनै एउटा होइन नेता भइदिएको त 5 मिनटमा उद्धार हुन्थ्यो होला सायद। तर यहाँ अहिले हेर्नुहोस् 2 घन्टा भइसक्यो तापनि अहिलेसम्म उद्धार भइरहेको छैन। कोसिस चाहिँ जारी छ। त्यो खुट्टा पनि त्यो तातो होला बिचरा होइन, उसको खुट्टामा सिमेन्ट तातो छ भने तातो छ, त्यो सिमेन्ट पनि तातो छ। आगो फेरि पुरा तन्किरहेको छ। एकछिन निभे जस्तो हुन्छ बाहिर बाहिर, भित्र चाहिँ मेन ठाउँ चाहिँ आगो भित्रै पाइप लगेर त्यो बलमा चाहिँ हान्नुपर्छ। भित्तामा मात्र पानी फ्याँक्छ, भित्तामा कसरी हुने आगो नियन्त्रण? ल उहाँ चाहिँ बिचरा अब पिठबाटमै उहाँ अड्किनु भएको छ। उहाँलाई न तल न माथि। सिसा फुटाउनु पाएको हो त पानी भित्र